नमस्कार। रन्डावनको सिक्रेट द पावर कृतिको 5औं विषयक्रम हामी प्रवेश गरेका छौँ। शक्ति र सिर्जना। तपाईको जीवनको प्रत्येक पल अपार सृजनात्मक क्षमतायुक्त हुन्छ र ब्रह्माण्डको कहिल्यै अन्त्य हुन्न। तपाईँ मात्र आफ्नो सफा अनुरोध अगाडि सार्नुहोस् र तपाईको मनले इच्छाएका सम्पूर्ण कुराहरू तपाईँ समक्ष आउनेछन्। शक्ति गविन, लेखक। अब तपाईले पैसा, स्वास्थ्य, जागिर वा करियर, व्यापार र आफ्नो वैवाहिक या पारिवारिक जीवनमा प्रेमका बलले कसरी चाहेको कुरा आकर्षित गर्ने भन्ने कुरा सिक्नुहुनेछ। यो ज्ञान मार्फत तपाईले आफूले चाहे जसरी जीवन परिवर्तन गर्न सक्नुहुन्छ। तपाईले चाहेका कुरा वास्तविकतामा परिणत गर्नका लागि केही साधारण निर्माणका प्रक्रियाहरू अपनाउनुहोस्। या त तपाईले चाहेको कुरा ल्याउँछ या तपाईले नचाहेको कुरालाई परिवर्तन गर्छ, तर यस तरिका भने जहिले पनि एउटै हुन्छ। निर्माणको प्रक्रिया कल्पना गर्नुहोस्, महसुस गर्नुहोस्, प्राप्त गर्नुहोस्। कल्पना। तपाईले जे इच्छा गर्नुभएको छ त्यसमा तपाईको दिमाग केन्द्रित गर्नुहोस् र तपाईँ कल्पना गर्न थाल्नुहोस्। तपाईको इच्छासँगै रहेर तपाईँ कल्पना गर्नुहोस्। इच्छित वस्तुसँगै रहेर काम गरिरहेको पनि कल्पना गर्नुहोस्। आफैसित भएको इच्छा निजत्व हो, आफ्नै हो भन्ने पनि कल्पना गर्नुहोस्। महसुस। तपाईले कल्पना गरेकै बखत तपाईले गरेको कल्पनालाई प्रेम गर्नुहोस्। तपाईको इच्छासँगै रहेर कल्पना र अनुभव गर्नुहोस्, त्यसलाई महसुस गर्नुहोस्। तपाईँ इच्छासँग कल्पना र केही गरेको अनुभव गर्नुहोस्। तपाईँ इच्छा प्राप्त गरेको कल्पना र अनुभव गर्नुहोस्। तपाईँ र तपाईको चाहनालाई कल्पनाले जोडेको हुन्छ। तपाईको प्रेमको इच्छा र अनुभवले चुम्बकको निर्माण गर्छ। चुम्बकीय शक्तिले तपाईको इच्छालाई तपाईतिर तान्छ। यसले तपाईको निर्माण प्रक्रियालाई अन्तिम बिन्दुमा लैजान्छ। पाउनुहोस्। दृश्य वा अदृश्य बलहरूको सहयोगले नै प्रेमको बलले तपाईले इच्छा गरेको वस्तुलाई तपाईसम्म ल्याउन मद्दत गर्छ। यसले विभिन्न परिस्थिति, घटना वा मानिसहरू प्रयोग गरी तपाईले प्रेम गरेको वस्तु तपाईँ सामु ल्याइदिन्छ। तपाईँ जे इच्छा राख्नुहुन्छ तपाईले त्यो मनैदेखि पाउन चाहनुहुन्छ। चाहना प्रेम हो। तपाईँ जबसम्म तपाईको चाहना तीव्र रूपमा ज्वलित चाहनामा बदलिँदैन तबसम्म प्रेमको बल झ्याङ्गिने सम्भावना कम हुन्छ। तपाईले जे चाहनु भएको हो त्यसप्रतिको चाहना तीव्र रूपमा झल्किनुपर्छ। जस्तै एउटा एथलेटिक्सको खेलाडी खेलमा भाग लिनका लागि तडपिन्छ। एउटा नृत्यकार नृत्य गर्नका लागि तीव्र इच्छा राख्छ। एउटा चित्रकार चित्र कोर्ने इच्छा गर्छ। तपाईले चाहेको कुराका लागि तपाईले मनभित्रैबाट चाहेको हुनुपर्छ। मनभित्रैबाट आएको इच्छाले प्रेम दर्शाउँछ। तपाईले त्यस चाहप्रति प्रेम दर्शाउनुहोस् र त्यसप्रति प्रेमको अनुभूत गर्नुहोस्। तपाईँ जीवनमा जे बन्न चाहनुहुन्छ, जे गर्न रुचाउनुहुन्छ, जे पाउन चाहनुहुन्छ, निर्माणको प्रक्रिया नै त्यही हो। प्रेम पाउनका लागि प्रेम दिनुहोस्, कल्पना गर्नुहोस्, महसुस गर्नुहोस् र पाउनुहोस्। सिर्जना प्रक्रिया प्रयोग गर्दा पहिले नै तपाईले चाहेका कुराहरूको कल्पना र अनुभव गर्नुहोस्, तर आफू त्यसबाट कहिल्यै नटाडिनुहोस्। किनभने आकर्षणको नियमले भन्छ तपाईले जे दिनुभयो त्यसैको प्रतिलिपि तयार गर्दछ र त्यही भएर तपाईँ अहिले नै त्यस कुराका बारेमा कल्पना र अनुभव गर्नुहोस्। यदि तपाईँ आफ्नो शरीरको तौल घटाउन चाहनुहुन्छ भने तपाईलाई मन परेको शरीरको कल्पना एवं महसुस गर्नुहोस्। आफ्नो तौल बढ्दै गएको कल्पना गर्नुहोस्। यदि तपाईँ घुम्न चाहनुहुन्छ भने घुमिरहेको कल्पना गर्नुहोस्। तपाईसँग पैसा नभएर घुम्न नपाएको होइन कि बरु घुमिरहेको अनुभव गर्नुहोस्। यदि तपाईँ आफूलाई खेल, कलाकारिता, गायन, वाद्यवादन चलाउन वा काममा सुधार ल्याउन चाहनुहुन्छ भने तपाईँ जे बन्न चाहनुहुन्छ त्यसलाई कल्पनामा सोच्नुहोस् र अनुभव गर्नुहोस्।
आफूले पढ्न चाहेको कुरालाई प्रेम गर्न थाल्नुहोस्। यदि तपाईँ राम्रो वैवाहिक सम्बन्ध चाहनुहुन्छ वा कसैसित राम्रो सम्बन्ध गाँच्न चाहनुहुन्छ भने कल्पना गर्नुहोस् तपाईँलाई कसको सम्बन्ध राम्रो लाग्छ र अनि अनुभव गर्न थाल्नुहोस्। आस्था भनेको तपाईँले अहिलेसम्म नदेखेको कुरामा विश्वास गर्नु हो र आस्थाको इनाम भनेको तपाईँले विश्वास गरेको कुरा हेर्नु हो। सेन्ट अगस्टिन अफ हिप्पो, बिशप तथा धार्मिक विचारक। जब तपाईँ निर्माण प्रक्रियासँग काम गर्न सुरु गर्नुहुन्छ त्यति बेला तपाईँलाई केही असामान्य कुरालाई आकर्षित गरी काम गर्न वा काम थाल्न मन लाग्न सक्छ। जब तपाईँ केही असामान्य आकर्षणबाट काम सुरु गर्नुहुन्छ, अविश्वासका कारण तपाईँले त्यो कामलाई त्यत्तिकै र अधुरै छोड्नुहुन्छ, जबकि तपाईँले त्यो चिज पाउने कुरामा कुनै शङ्कै छैन। एउटी युवतीले व्हाइट क्याला लिली नामको फुल छान्न थालिन्। उनले त्यो फुल हातमा लिएको सुँगेको कल्पना गर्न थालिन् र त्यस फुललाई अनुभव गर्न थालिन्। 2 सातापछि उनी खाना खानका लागि साथीको घर गइन्। त्यो घरको खाना खाने टेबलमा त्यही फुलको गुच्छा राखिएको उनले पाइन्। उनको कल्पनाको फुल रङ र त्यहाँ राखिएको फुलको गुच्छाको रङ उस्तै थियो। उनी ती फुल हेर्न ज्यादै उत्साहित भइन्, तर उनले आफ्नो कल्पनाका बारेमा साथीलाई केही भन्न सकिनन्। जब उनी साँझमा ढोका बाहिर निस्केर हिँडिसकेकी थिइन्, उनकी साथीकी छोरीले एउटा फुल त्यही गुच्छाबाट निकालेर उनको हातमा राखिदिइन्। कल्पना नै निर्माणको सुरुवात हो। तपाईँ आफ्नो इच्छालाई कल्पना गर्नुहोस्। तपाईँले कल्पना गरेको पाउनुहुनेछ र अन्त्यमा तपाईँले सोचेकै कुरा सिर्जना गर्नुहुनेछ। जर्ज बर्नार्ड शा, नोबेल पुरस्कार विजेता अथवा नाटककार। दिनुहोस् अनि पाउनुहोस्। तपाईँले यतिन्जेल थाहा पाइसक्नुभयो। आकर्षणको नियमले भन्छ तपाईँले जे दिनुहुन्छ त्यही पाउनुहुन्छ। यदि तपाईँले आकर्षणको नियमलाई ऐना, प्रतिध्वनि, बुमर्याङ, एक किसिमको खेल जुन अरूतिर फ्याँक्दा आफैतिर आउँछ, वा त्यस्तो मेसिन जसले जस्ताको त्यस्तै फोटोकपी गर्छ भन्ने ठान्नुहुन्छ भने यसले तपाईँलाई के कल्पना गर्ने भन्ने कुरामा सहयोग गर्दछ। आकर्षणको नियम भनेको ऐना जस्तै हो, किनकि ऐनाको अगाडि जे आउँछ त्यसले त्यसकै प्रतिबिम्ब देखाउँछ। आकर्षणको नियम प्रतिध्वनि हो, किनकि तपाईँले जस्तो बोल्नुहुन्छ, जे दिनुहुन्छ, प्रतिध्वनि भएर त्यही फिर्ता आउँछ। आकर्षणको नियम भनेको बुमर्याङ हो, जुन तपाईँले अरूतिर फ्याँके पनि पछि तपाईँकै हातमा आइपुग्छ। आकर्षणको नियम भनेको फोटोकपीको मेसिन हो, किनकि तपाईँले मेसिनमा जे हाल्नुहुन्छ त्यस्तै निकालिदिन्छ। केही वर्ष अघि म कामको सिलसिलामा फ्रान्सको राजधानी पेरिस पुगेकी थिएँ। त्यहाँको गल्ली चहार्दै गर्दा एउटी महिला मेरै छेउबाट गइन्। उनले एकदमै राम्रो स्कर्ट लगाएकी थिइन्। त्यस पहिरनका कारण उनी एकदमै पेरिसकी फेसनदार युवती जस्तै देखिएकी थिइन्। उनको त्यो रवाई मलाई मन पर्यो। मेरो प्रतिक्रियामा प्रेम थियो। कस्तो राम्रो स्कर्ट। केही सातापछि म कामकै सिलसिलामा गाडी चलाइरहेकी थिएँ। म कामका लागि अस्ट्रेलियाको मेलबर्नमा थिएँ। मैले 81 गाडी रोक्नुपर्ने भयो, किनकि एउटा गाडी चालकले अवैध रूपमा गाडी घुमाइरहेको थियो जहाँ मैले गाडी रोक्नु परेको थियो। त्यही नजिकको पसलको झ्यालमा आँखा पुग्यो। त्यहाँ त्यही स्कर्ट जुन मैले पेरिसमा एउटी महिलाले लगाएको देखेकी थिएँ झुन्डिरहेको थियो। मलाई विश्वास नै लागेन। जब म काम सकेर बेलुकी त्यही बाटो फर्केँ, मैले पसलेसित जिज्ञासा राखेँ। पसलेले भन्यो, हो, यो लुगा हामीले युरोपबाट मगाएका थियौँ, तर अहिलेसम्म कसैले पनि यसलाई नरुचाएको हुनाले यत्तिकै झुन्डिरहेको छ। अचम्म, त्यो स्कर्टको आकार मलाई ठिक्क हुने जत्रो थियो, तर म जब पसलभित्र त्यो किन्न भनेर छिरेँ त्यसको मूल्य आधा घटाइयो। पसल मालिकले मलाई भने, यो स्कर्ट त हामीले मगाएका त थिएनौँ, तर अचानक भुलवश हालिदिएछन्। त्यो स्कर्ट यहाँसम्म आइपुग्नुको एउटै मात्र कारण त्यसप्रतिको मेरो प्रेम थियो। पेरिसदेखि अस्ट्रेलियाको यात्रा दौरानमा मैले त्यो स्कर्ट मेरै लागि आएको महसुस गर्नुको एउटा अर्को कारण के पनि थियो भने मैले त्यस लुगाप्रतिको प्रेम हर वखत दर्शाइरहेकी थिएँ। त्यही नै प्रेमको चुम्बकीय शक्ति हो। प्रेमकै कारणले आकर्षणको नियमले काम गरिरहेको थियो र त्यो पहिरन मेरो हातसम्म आइपुगेको थियो। कल्पना, यो संसार भनेको कल्पनाहरूको क्यानभास हो। हेनरी डेभिड थोरो, दार्शनिक।
तपाईले प्रेम गर्ने र चाहने कुराको सकारात्मक रूपमा परिकल्पना गर्नुहुन्छ। तपाईले प्रेमको शक्तिलाई विस्तार गर्दै गरिरहेको हुनुहुन्छ। जब तपाईँ केही सकारात्मक, राम्रो र प्रेमपूर्ण कल्पना गर्नुहुन्छ, तपाईले त्यही दिइरहनु भएको छ र फलस्वरूप त्यही कुरा प्राप्त गर्नुहुन्छ। यदि तपाईँ कल्पना गर्न सक्नुहुन्छ, अनुभव गर्न सक्नुहुन्छ भने पाउन पनि सक्नुहुन्छ। तर तपाईको परिकल्पना प्रेमबाट आएको हुनुपर्छ। तपाईँ जे पनि परिकल्पना गर्नुहुन्छ त्यसले अरू मानिसलाई हानि गर्नु हुँदैन। अरूलाई हानि गर्ने खालको परिकल्पना प्रेमबाट नभएर प्रेमको अभावबाट हुने गर्छ। जसले त्यस प्रकारको नकारात्मकता पठाउँछ त्यसलाई तुरुन्तै त्यही भाव फिर्ता जान्छ। यदि तपाईँले अरूलाई हानि गर्ने कार्य गर्नुभएको छैन तर अरूलाई हानि गर्ने किसिमको सोच राख्नुहुन्छ भने पनि त्यही कुरा तपाईँलाई फिर्ता जान्छ र तपाईँलाई त्यसले हानि पुर्याउँछ। किनभने आकर्षणको नियमले भन्छ तपाईँ जे दिनुहुन्छ त्यही पाउनुहुन्छ। तपाईको परिकल्पना र प्रेमको बलको बारेमा रोचक कुरा म तपाईलाई सुनाउँछु। जब तपाईँ सकारात्मक हुनुहुन्छ, प्रेमिल हुनुहुन्छ, त्यति बेला प्रेमको बलले तपाईँले सोचेको भन्दा बढी दिन्छ। जुन कुरा तपाईँले कल्पना पनि गर्नुभएको हुन्न र त्यसलाई अरू कुनै कुरासँग पनि तुलना गर्न सक्नुहुन्न। प्रेमको कुनै सीमा हुन्न। यदि तपाईँ पूर्ण रूपले खुसी र जीवनोपयोगी केही गर्न चाहनुहुन्छ भने प्रेमपूर्ण कल्पनाले तपाईँलाई कल्पना गरे भन्दा बढी स्वस्थ जीवन र खुसियालीपूर्ण जीवन प्रदान गर्दछ। मैले तपाईँलाई यो किन भनिरहेको छु भने तपाईँले परिकल्पनाको घेरा भाँच्नुहुनेछ र जीवनलाई सीमाले बाँध्नुहुने छैन। तपाईँको कल्पनालाई बढाउँदै लैजानुहोस् र तपाईँको चाहनाको सर्वोत्कृष्ट र सर्वोच्च कल्पना गर्नुहोस्। सङ्घर्षशील व्यक्ति र कल्पनातीत सफल जीवन बिताइरहेका दुई व्यक्तिहरू बीचको भिन्नतामा एउटा समानता हुन्छ, त्यो हो प्रेम। जोसित जीवनको ठुलो परिकल्पना छ उनीहरू जे कल्पना गर्छन् अरू व्यक्तिहरूले भन्दा त्यसलाई बढी प्रेम गर्छन्। जो मानिसहरू सङ्घर्षशील हुन्छन् उनीहरू मनसाय बेगर नै आफ्नो कल्पना आफूले नचाहेको कुरातर्फ ध्यान केन्द्रित गर्छन्। त्यही भएर उनीहरू नकारात्मक अनुभव गर्दछन्। यो सामान्य कुरा हो तर यसले मानिसको जीवनमा धेरै ठुलो फरक पार्दछ। तर त्यो अन्तर तपाईँ जहाँ पनि देख्न सक्नुहुन्छ। त्यस दिमागको रहस्य भनेको उसले गर्ने परिकल्पनाको पूर्णता नै हो। क्रिस्चियन डी लार्सन नयाँ सोचका लेखक। इतिहासले प्रमाणित गरेको कुरा हो जसले असम्भव कुराको कल्पना गर्ने साहस गर्छ उसले सम्पूर्ण मानव सीमाहरूलाई नै भत्काइदिएको छ। मानिसले जति पनि क्षेत्रमा कोसिसहरू गरेको छ, चाहे त्यो विज्ञानको क्षेत्र होस्, औषधि, खेल, कलाकारिता, प्रविधि अथवा अन्य जुनसुकै क्षेत्र किन नहोस्, जसले असम्भवको परिकल्पना गर्यो उनीहरूको नाउँ अझै पनि इतिहासमा सुनौलो अक्षरले कोरिएको छ। उनीहरूले कल्पनाको सीमा तोडेर संसार नै परिवर्तन गरे। तपाईँको पुरै जीवन तपाईँले जे कल्पना गर्नुभएको थियो त्यही हो। तपाईँसँग जे छ वा छैन, कुनै परिस्थिति तपाईँ कल्पना गरे अनुसारको हो। समस्या कहाँनिर छ भने धेरै मानिसहरू नराम्रो सोच्छन् र नराम्रो नै कल्पना गर्छन्। राम्रा कुराहरूलाई उनीहरूले आफै विरुद्ध खन्याउने गरेका हुन्छन्। राम्रो कल्पना गर्नुको साटो धेरै मानिसहरू डरमा जीवन बिताइरहेका छन् जसले नराम्रो नै परिणति ल्याउँछ। तर जति निश्चिन्त भएर कल्पना गर्छन् र त्यति बेला राम्रो अनुभव गर्छन् उनीहरूले राम्रो कुरा, राम्रो परिणाम नै पाउँछन्। त्यसैले राम्रो अनुभव गर्नुहोस्, राम्रो कल्पना गर्नुहोस्, किनभने जति राम्रो कल्पना गर्नुहुन्छ त्यो राम्रो अनुभव र कल्पना प्रेमको बलका लागि मिठो केकको टुक्रा हुनेछ। जब मेरो परिवार अमेरिका बसाइ सर्यो र त्यही रहन थाल्यो, हामीले 15 वर्षको कुकुर क्याबी हामीसँगै लग्यौँ। क्याबीलाई ल्याएको केही समय पश्चात एक रात उपरखालबाट बाहिर निस्कन खोज्यो। हाम्रो घर छेउ अलिक पर पहाड थियो। राति हुँदी कुकुर हराएपछि हामी उसलाई खोज्न उति पर जान सकेनौँ। जाने परिस्थिति पनि देखिन तापनि हामीले बाटोमा पहाडतिर जाने सानो बाटोमा अलि परसम्म सबैतिर खोज्यौँ तर कुकुरलाई पाउन सकेनौँ।
छोरी र मैले निरन्तर खोजिरह्यौँ। हामीमा नकारात्मक भावहरू आइरहेका थिए र क्रमशः यो बढिरहेको थियो। मैले थाहा पाएँ अब हामीले उसलाई खोज्न छाडेर हामीभित्र पलाइरहेको नकारात्मक भावलाई परिवर्तन गर्नुपर्छ। नकारात्मक भावहरूले केही नराम्रो भइरहेको छ भन्ने कुरा बताइरहेका थिए। त्यही भएर हामीले तुरुन्तै हाम्रा भावहरूमा परिवर्तन ल्यायौँ र राम्रो भाव ल्याउने प्रयास गर्दै राम्रो अनुभव गर्न थाल्यौँ। अब हामीले हुन सक्ने सम्पूर्ण सम्भाव्य प्रतिफलहरू हेर्न थाल्यौँ र क्याबी सकुशल हामीसम्म आइपुगेको कल्पना गर्न थाल्यौँ। यसलाई यतिमै मैले बिटो मारेँ। धन्यवाद। अब बाँकी हुन्छ अर्को पटक।